पर्यो समस्या त्यसै समस्या पर्छ मान्छेलाई म एक्लै हुन्छु जम्मा अहिले पो टोया छैर कोही आएन गएर घर आएर मेरो एक्लै सुत्या हुन्छु आफू एक्लै माथि सुत्छु नि एक्लै म हुने सुत्छु साथै भेट झार गरेर चाहिँ फेरि भेटिएर झार गरेर सुत्दैन पोहोर कहिले पुग्ने हो छर्ने कहिले अब भर्खर पराल डलाइसक्यो आज नरौ भैया नरौ किन हुन्छ हो त यत्रो 5 महिना छोराछोरी हुने बेला रुँदा हान त अब भैया नरौ